भदौ 23 को वास्तविकता थाहा छ तपाईहरुलाई? भदौ 23 को वास्तविकता मलाई थाहा छ। हेर्नुस्, यिनीहरूले के गरेको थियो भने यिनीहरूले पहिला कोरिया जाने पनि 2 जना मारिसकेका थिए। यो सामसुमे जस्तो जनताहरूले खासै त्यस्तो महत्त्व दिएर आवाज उठाएनन्। त्यसपछि दुर्गा प्रसाईले तिनकुनेमा गरेको आन्दोलनमा पनि 2 जना मारिसकेका थिए। अब यिनीहरू मान्छे मार्नमा पनि अब 1 जना 2 जना गर्दा गर्दै यिनीहरूको आत्मबल बढिसके अवस्था। त्यहाँमाथि पनि कांग्रेस र एमाले मिलेपछि यिनीहरू एक ढिक्का भए हैन। रवि लामछानेलाई जेलभित्र कोद्दे, यिनीहरू एक ढिक्का भए। यिनीहरूको प्रतिपछि यिनीहरूसँग बोल्न सक्ने, यिनीहरूसँग जोरी खोज्न सक्ने, सिङ्गुरी खेल्न सक्ने कोही पनि थिएनन् अब हैन। अब यिनीहरूको यति अहम, यति घमण्ड थियो कि केपी शर्मा ओलीले प्रश्न सोध्यो भने उत्र पत्रकारलाई आँखा तर कस्तो तरिकाले एन्सर दिन्थ्यो। त्यो पृथ्वी सुब्बा भन्नेले त झन् बोल्नै नहुने, उ त छुनै नहुने भएको थियो। यस्तो अमता बढे यिनीहरू अब कसैले हलाउन नसक्ने, यिनीहरू सब मुठीमा हो। अब हामीले जे गरे नि हुन्छ भने यिनीहरूको आत्मबल बढाएको थियो हैन। अनि त्यो भदौ 23 गते पनि अब यस्तो यस्तो हुन लाग्छ भने अब यस्तै लाङ्गालुङ्गो गर्यो भने हान्दै हुन्छ, उडाइदिए हुन्छ भनेर यिनीहरूले आदेशै दिए हो क्या। त्यसै प्रहरीहरूले त्यसरी बच्चाहरूलाई गोली ठोके हैन। यिनीहरूले आदेशै दिए हो। केपी शर्मा ओलीले, रमेश लेखनले सबैले यो आदेश दिएर यो प्लानिङवाला नै हत्या हो क्या बच्चाहरूको हैन। अब अहिले चाहिँ अनि पछि त अब जनताहरू नै आक्रोशमा आएर सब आगो लगाउन थालेपछि अब यिनीहरू डढाएर भागाभाग भयो। अनि पछि अहिले आएर यिनीहरूले उसलाई भन्ने मलाई थाहा छैन भन्ने दुनियाँ भने अब तालिबान जस्तोमा भइदिए त यिनीहरूलाई लाइन लाएर एक सर्टमै चाहिँ भङ्गलकै ढालिदिन्थे त्यो गोली हानेर हैन, कि चाहिँ उहाँ चौराहामा लगेर झुन्डाएर मारिदिन्थे हैन। अब यहाँ चाहिँ यो देशमा चाहिँ अझै यिनीहरू जोगिरहेछन्, बाँचिरहेछन् होइन। यतिमा पनि शुक्रगुजार छैनन् यिनीहरू। अब यिनीहरू के छ भने अब केपी शर्मा ओलीलाई डाहा भएको छ अब हार्छु भन्ने हैन। बालिङसँग यति डर छ उसलाई हैन। हार्यो भने अब यसको यिनीहरूलाई हारसँग सम्बन्ध छैन। हारेर केही फरक पनि, हारेर फेरि अर्कोचोटि चुनाव उठाउँला भन्ने यिनीहरूको छैन नि त। अब यिनीहरू हार्न साथ त अब नयाँ नेतृत्वले त यिनीहरूको सब खोज तलास गर्छ त। यिनीहरूको अपराधहरू, यिनीहरूको चाहिँ भ्रष्टाचारहरू सबै अब खोज तलास गर्दाखेरि त अब यिनीहरूको त भाग्ने बाटो पनि छैन, यिनीहरू त बाँच्ने बाटो छैन नि। त्यस कारणले कहिले गगनसँग गएको छ, कहिले प्रचण्डसँग गएको छ। त्यो कारणले यो गठबन्धन गरेर जसरी हुन्छ यिनीहरू आफ्नो साख जोगाउनको लागि दौडधुप गरिरह हो हैन। यी अपराधीलाई मात्र डर हो, अरूलाई डर छैन। हेर्नुहोस्, यो सही कुरा हो ल।